आजको समारोहमा ड्यासमा चाहिँ बस्नुहुने हाम्रा पद्मरत्न तुलाधरज्यू, नरेश साक्यज्यू, श्रीकृष्ण महर्जनज्यू, पूर्व मन्त्री हरगोजी पण्टज्यू, हिरेन्द्रलाल श्रेष्ठज्यू, गणेश श्यामीज्यू, आज जुन चाहिँ हाम्रो पत्रकारिता सम्बन्ध विषयमा सभा हो र जति पनि चाहिँ पत्रकार सम्बन्ध विषयमा हाम्रो पद्मरत्नजीको दिन विषयमा चाहिँ बोल्नुभयो, धेरै राम्रो किसिमको चाहिँ हो र यो चाहिँ समारोह खास गरिकन हामीले भाद्र 30 गते चाहिँ नागरिक अभिनन्दन समारोहमा यस समारोहमा जो बोलेकोबाट चाहिँ धेरै चाहिँ हामीलाई चाहिँ समारोहलाई चाहिँ राम्रो प्रभाव पार्छ भन्ने हाम्रो छ र यो पत्रिका सम्बन्धी विषयबाट यहाँहरू चाहिँ आज चाहिँ धेरै छलफल भयो, धेरै विषय चाहिँ हाम्रो चाहिँ कुराकानी भयो, राम्रै भयो। अब यस विषयमा हिजो पनि चाहिँ तपाईको मानव अधिकार सम्बन्धी विषयमा छलफल भएको थियो। मानव अधिकार सम्बन्धमा पनि हाम्रो विचार घण्टासम्म पनि राम्रोसँग चाहिँ छलफल गरे र उहाँको देन विषयमा चाहिँ सबै प्रकाश भयो र उहाँ चाहिँ त्यसमा मात्रै होइन, एउटा चाहिँ राजनीतिकमा पनि चाहिँ उहाँ एकदम सक्रिय चाहिँ हुनुहुन्छ। जुन कि पञ्चायत कालमा जुन विषय चाहिँ उहाँ माने प्रजातन्त्र विषय नारा लगाएर उहाँ चाहिँ पञ्चायतमा जित्नुभयो काठमाडौँबाट। तर उहाँले चाहिँ पनि कार्यकालमा जति पनि चाहिँ उहाँले चाहिँ पनि कार्यकालमा चाहिँ संसदमा बोल्नुभयो र बारम्बार बाहिर पनि बोल्नुभयो। जुन कि चाहिँ पञ्चायत कालको विरोधमा उहाँ प्रजातन्त्रको बानी भइकन उहाँले चाहिँ यत्रो विद्रोह गर्नुभयो र लाखौं लाख उहाँको क्यासेट चाहिँ बिक्री भयो र सरकारले चाहिँ केही गर्न उहाँलाई चाहिँ बारम्बार थुनामा राख्यो, बारम्बार के गर्यो। तैपनि चाहिँ उहाँ चाहिँ आफ्नो प्रजातन्त्रको विषयमा उहाँले एकदम आफ्नो मेहनतका साथ लाग्नुभयो र जस्तो अर्को चाहिँ 46 सालमा एउटा काण्ड भयो के भनेदेखि तपाईको चाहिँ विशेष गरिकन राजाबाजी मात्रै चाहिँ हामी कहाँ चाहिँ भइरह्यो, हाम्रो प्रजातन्त्र चाहिँ पनि चाहियो भनेर हाम्रो कांग्रेसले पनि एमाले पनि सबैले महसुस गर्यो। त्यही 46 सालमा एउटा चाहिँ पद्मरत्न र गणेशमान दुईटै चाहिँ मिलेर उहाँहरू चाहिँ भने प्रजातन्त्रको लागि 46 सालमा चाहिँ लड्नुभयो र उहाँहरूले मलाई पनि चाहिँ भने घरमा पाल्नु भएर सहयोग मान्नुभयो। मैले सकेसम्म चाहिँ आफूलाई चाहिँ पाएको सहयोग पनि दिएँ। उहाँहरूले 46 सालको चाहिँ आन्दोलन चाहिँ सक्सेस गरेर 47 सालमा संविधान पनि बन्यो, प्रजातन्त्र पनि आयो। अब त्यस्तै माने भइरह्यो। तर त्यसमा चाहिँ 58 सालमा मलाई राष्ट्रिय सभामा चाहिँ एमालेको तर्फबाट मलाई लगेको थियो र त्यसमा पनि चाहिँ तपाईको हर बार म चाहिँ मैले प्रजातन्त्रको लागि म चाहिँ पद्मरत्नजीको सल्लाह सरसल्लाह लिने गर्दछु र उहाँकै चाहिँ मैले मलाई चाहिँ मैले नेतृत्वको सम्बन्ध विषयमा उहाँ चाहिँ मैले धेरै नै मलाई चाहिँ काम लागेको थियो। जुन कि चाहिँ 58 सालमा भए पनि 61 सालदेखि तपाईको चाहिँ भने राजाले आफ्नो चाहिँ भने मातहतमा लिन खोज्यो। त्यसदेखि चाहिँ 58 सालमा पनि 59-60मा पनि चाहिँ आन्दोलन भयो नेपालमा। हुँदा चाहिँ हामी राष्ट्रिय सभाका सदस्यहरू सिंहदरबारको ढोकामा बसेर हामीले चाहिँ भने अनसन गर्नु पर्यो। त्यहाँ चाहिँ पनि मिटिङ गरेर त्यहाँको प्रजातन्त्र ल्याउनको लागि हामी विरोधमा चाहिँ बसे र बार जस्तै चाहिँ कहिले रानीपोखरीमा कहिले कहाँ हामी चाहिँ राष्ट्रिय सभा माने प्रतिनिधि सभा त भङ्गै गर्यो
हामी राष्ट्रिय सभामा मात्रै थिए, त्यसैमा आन्दोलन हुँदा 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 62 सालमा गणतन्त्र आयो। त्यो विषयमा पनि मैले चाहिँ बराबर चाहिँ तपाईँको चाहिँ प्रवक्ताजीसँग सल्लाह गरेको थिएँ। त्यही कार्यकालमा म 1 वर्ष अरू चाहिँ संविधान अन्तरिम संविधान बसेँ, त्यसपछि म रिटायर भएँ। यस्तै उहाँको सरसल्लाह राजनीतिकमा यस्तो किसिमको चाहिँ सरसल्लाह उहाँले राम्रो सरसल्लाह दिनुहुन्छ र राम्रोसँग चाहिँ उहाँ चाहिँ पनि हाम्रो प्रजातन्त्रको विषयमा उहाँ चाहिँ पनि आखिर गणतन्त्र चाहिँ भयो 63-62 को अन्डमा। अर्को कुरा चाहिँ थियो उहाँले चाहिँ सम्मत विषयमा पनि नेपाल सम्मत भनेर जुन यहाँ चाहिँ 300-400 वर्षदेखि चाहिँ लागू छ, त्यसपछि आएर यो चन्द्रशमशेर बाद यो चाहिँ त्यो नेपाल सम्मत लागू भएन। अनि नेपाल सम्मतको लागि पनि उहाँ ढिलो ज्यान दिएर चाहिँ पनि तपाईँको चाहिँ आन्दोलनमा आउनुभयो र उहाँले चाहिँ पनि त्यो नेपाल सम्मतको लागि शङ्करधर साखुवालाई चाहिँ राष्ट्रिय भूविभूति पनि मान्न लगायो र त्यो सम्मत चलाउनको लागि चाहिँ सरकारले स्वीकृति पनि दियो। तर अहिले चाहिँ कसरी चलाउने भन्ने चाहिँ मात्रै चाहिँ बाँकी छ, कुन हिसाबले चाहिँ त्यसलाई चाहिँ युज गर्ने भन्ने अहिले भएको छैन। तर त्यसमा पनि उहाँ चाहिँ अझ पनि लड्नु भइराखेको छ उहाँको लागि पनि। यस्तो व्यक्ति तपाईँको चाहिँ पनि हामीले चाहिँ पनि अहिलेको समारोहमा भाद्र 31 गते जुन चाहिँ पनि 30 गते हामी चाहिँ अभिनन्दन समारोह भव्य रूपमा चाहिँ गर्दैछौँ। त्यसको लागि चाहिँ यहाँहरू सबैले सहयोग भव्य रूपमा चाहिँ हुँला भन्ने चाहिँ मलाई आशा राख्दै मेरो 2 वचन यहाँ टुङ्ग्याउँछु। र साथै चाहिँ पनि यो पर्यटन हल र आजको खाजाको बन्दोबस्त हो, त्यसको लागि पनि पर्यटन बोर्डलाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु। र अझ चाहिँ उहाँभन्दा बढ्ता पर्यटन बोर्डलाई समेत ल्याएर हामीले चाहिँ यो चाहिँ काम मद्दत गरेकोमा बोर्डका सदस्य कृष्ण अर्याललाई पनि धेरै म धन्यवाद दिन चाहन्छु र यो 2 वचन चाहिँ मैले यही टुङ्ग्याउँछु। धन्यवाद।